अभिभावक बन्ने यात्रा साँच्चै नै उत्साह र धेरै प्रश्नहरूले भरिएको हुन्छ हैन त? ल, आज हामी बेबी गाइडलाइन बुकमा भएका एकदमै महत्त्वपूर्ण जानकारीहरू केलाउनेछौँ। गर्भावस्थाबाट सुरु भएर बच्चा जन्मेको पहिलो महिनासम्मको यो पूरै यात्रालाई सरल र स्पष्ट तरिकाले बुझ्ने कोसिस गरौँ। सबैभन्दा पहिले यो निर्देशिकाको मुख्य सन्देशबाटै सुरु गरौँ। हेर्नुस्, हरेक परिवारको यात्रा आआफ्नै हुन्छ, नितान्त फरक। यसको उद्देश्य कुनै नियम सिकाउनु भन्दा पनि सही जानकारी दिएर आत्मविश्वास बढाउनु हो। र आजको हाम्रो यो विश्लेषणको आधार पनि यही नै हो। ल, अब पहिलो खण्डतिर लागौं, जुन हो जीवनको सबैभन्दा चमत्कारिक चरण, गर्भावस्थाको सुरुवात। यहाँ हामी भ्रूणको द्रुत विकास र भावी अभिभावकहरूले सुरुमै चाल्नुपर्ने महत्त्वपूर्ण कदमहरूबारे कुरा गर्नेछौँ। एकछिन सोच्नुस् त, जम्मा 16 हप्तामा एउटा पिनको टुप्पो जत्रो सानो भ्रूणबाट बढेर लगभग 9 सेन्टिमिटरको शिशु। कस्तो अचम्मको कुरा है! यो तीव्र वृद्धिले के देखाउँछ भने सुरुका दिनहरूमा लिएका साना साना सावधानीहरू जस्तै चुरोट नपिउनु कति धेरै महत्त्वपूर्ण रहेछन्। त्यसोभए भ्रूणको त्यो द्रुत विकासलाई चाहिने शक्ति कहाँबाट आउँछ त? अब हाम्रो ध्यान गर्भवती अभिभावकको स्वास्थ्यमा जान्छ, किनभने बलियो जग बिना बलियो घर त बन्न सक्दैन नि, होइन र? स्वस्थ बानी बसाल्न त्यस्तो गाह्रो हुनुपर्छ भन्ने छैन। हेर्नुस् त, यो गाइडलाइनले कति सरल 5वटा कदममा कुरा टुङ्ग्याएको छ। यहाँ महत्त्वपूर्ण कुरा 2 जनाको लागि खानुपर्छ भन्ने सोच होइन, बरु सन्तुलित र नियमित रूपमा खाने, जस्तै फलफूल खाने र प्रशस्त पानी पिउने हो। यो तालिकाले के खाने र के नखाने भन्ने कुरालाई एकदमै स्पष्ट पार्छ। एकातिर फोलिक एसिड जस्ता पोषक तत्त्वहरू एकदमै जरुरी छन् भने अर्कोतिर काँचो माछा जस्ता खानेकुराबाट टाढै रहनुपर्छ। अब किन त? किनभने लिस्टेरिया जस्ता जोखिमहरूबाट बच्न, जसले बढ्दै गरेको बच्चालाई हानि पुर्याउन सक्छ। चुरोट र रक्सी दुवैले गर्भको बच्चालाई सिधै असर गर्छन्। तर यो गाइडलाइन एउटा कुरामा चाहिँ एकदमै प्रष्ट छ। रक्सीको लागि कुनै पनि मात्रा सुरक्षित हुँदैन, अलिकति पनि हुँदैन। त्यसैले यसलाई पूर्ण रूपमा छोड्नु नै सबैभन्दा राम्रो उपाय हो। ल, अब हामी त्यो चरणमा आइपुगेका छौं जसले धेरैलाई चिन्तित बनाउन सक्छ, जन्म प्रक्रिया। तर नआत्यौं, किनभने ज्ञानले डरलाई हटाउँछ। यो खण्डले जन्म प्रक्रियालाई एकदमै सरल र बुझ्न सकिने चरणहरूमा विभाजन गर्छ। सायद भावी अभिभावकहरूको मनमा सबभन्दा ठूलो प्रश्न नै यही हुन्छ, प्रसवको बेला आखिर हुन्छ के? खासमा यो पूरै प्रक्रियालाई 3वटा मुख्य चरणहरूमा विभाजन गरेर बुझ्न सकिन्छ। यो चित्रले पूरै प्रक्रियालाई कति राम्रोसँग देखाउँछ, हेर्नुस् त। एउटा ठूलो डरलाग्दो घटना जस्तो लाग्ने कुरालाई वास्तवमा व्यवस्थित चरणहरूको एउटा क्रममा देखाएको छ, र हरेक चरणको आफ्नै स्पष्ट उद्देश्य छ। अन्तिम समयमा हुने हतार र तनाव कम गर्नको लागि यो गाइडलाइनले यी अत्यावश्यक सामग्रीहरू पहिले नै झोलामा तयार पारेर राख्न सुझाव दिन्छ। यसले अभिभावकहरूलाई मानसिक रूपमा पनि तयार रहन मद्दत गर्छ। बच्चाको जन्मसँगै यात्रा सकिँदैन, बरु एउटा बिल्कुलै नयाँ अध्याय सुरु हुन्छ। अब यो अन्तिम खण्डमा हामी नवजात शिशुको हेरचाह र अभिभावकत्वको सुरुवाती भावनात्मक यात्राबारे कुरा गर्नेछौँ। पहिलो महिनाको बारेमा बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नवजात शिशुलाई 24 घण्टा, दिन होस् वा रात, ध्यान दिनुपर्छ। यही कारणले गर्दा जिम्मेवारीहरू आपसमा बाँड्नु सम्पूर्ण परिवारको शारीरिक र मानसिक स्वास्थ्यको लागि एकदमै जरुरी हुन्छ। बच्चा रुँदा मैले केही गल्ती गरेँ कि भन्ने सोच्नुको सट्टा यो गाइडलाइनले रुनुलाई बच्चाको भाषाको रूपमा हेर्न सिकाउँछ। उनीहरूले आफ्नो आवश्यकता बताउने तरिका नै यही हो, र जब हामी उनीहरूको रुवाईको जवाफ दिन्छौं, तब सुरक्षा र विश्वासको एउटा बलियो आधार बन्छ। हो, सामानहरू त चाहिन्छन् नै, तर यो निर्देशिकाले के कुरामा जोड दिन्छ भने बच्चालाई सबैभन्दा बढी चाहिने कुराहरू किन्न मिल्दैन, जस्तै शारीरिक स्पर्श, मायालु आवाज र म यहाँ सुरक्षित छु भन्ने भावना। यी कुराहरू अमूल्य छन्। र यसरी यो निर्देशिकाले हामीलाई एउटा अन्त्यमा होइन, बरु एउटा सुन्दर सुरुवातमा ल्याइपुर्याएको छ। यसले अभिभावकत्वलाई बच्चाको लागि मात्रै होइन, स्वयं अभिभावकहरूका लागि पनि आफूलाई नै यनेदेन खोज्ने एउटा अद्भुत यात्राको रूपमा प्रस्तुत गर्दछ।